हुनुहुन्छ हुरुमती घरती। हाम्रा देशका युवाहरू विदेश पलायन भएको पाइन्छ। हाम्रा देशका युवाहरू विदेश पलायन भएको पाइन्छ। तर देशको विकास गर्न त्यही युवा नै चाहिन्छ। तर देशको विकास गर्न त्यही युवा नै चाहिन्छ। युवा भरि परदेशीय कसले गर्छ देशको विकास? युवा भरि परदेशीय कसले गर्छ देशको विकास? युवाहरूको अभावले त पछि पर्छ देशको विकास। युवाहरूको अभावले त पछि पर्छ देशको विकास। धन्यवाद। कार्यक्रम सञ्चालकज्यू, आदरणीय समाजज्यू, गुरुवर्ग, निर्णायक मण्डल, मेरा प्रतिस्पर्धी साथी र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण विद्यार्थी दाजुभाइ दिदीबहिनीहरूमा म हुर्मती घरतीको तर्फबाट न्यानो न्यानो अभिवादन छ। आज मिति 2082 साल पुस 11 गते हुन गइरहेको यस शुक्रबारे वक्तृत्व कला प्रतियोगितामा म भाग लिन पाउँदा अत्यन्त खुसी छु र म कति पनि ढिला नगरेर आफ्नो विषयवस्तुतिर प्रवेश गर्न चाहन्छु। म आज बोल्ने वक्तृत्व कलाको शीर्षक रहेको छ देश विकासमा युवाको भूमिका। सर्वप्रथम त म के भन्न चाहन्छु भने युवा भनेका कस्ता व्यक्ति त 18 वर्षदेखि 40 वर्षका जुन बाल्यावस्थाले छोडेका र वृद्धावस्थाले नछोएका व्यक्ति नै युवा अवस्था हुन्। हाल नेपालमा हेरियो भने युवाहरूको जनसङ्ख्या प्रशस्त मात्रामा रहेको र ती युवाहरूको सही सदुपयोग हुन नसकेको पाइन्छ। हाल नेपालमा 40 लाख भन्दा धेरै युवाहरू विदेश पलायन भएको पाइन्छ। यसको मुख्य कारण नेपाल सरकारले आफ्नै देशमा ती युवाहरूको लागि रोजगार प्रदान गर्न नसक्नु यसको मुख्य कारण रहेको छ। यदि आफ्नै देशमा रोजगार प्रदान गरिदिएको भए वैदेशिक रोजगारीको लागि ती युवाहरू परदेश जाने थिएनन् होला। आफ्नै देशमा श्रमशील खर्च गर्थे र आफ्नै देशको विकास गर्थे। हाम्रो देशमा मात्र होइन अन्य देशमा पनि देश विकासको लागि युवाहरूको महत्त्वपूर्ण भूमिका रहेको छ। आर्थिक क्षेत्रमा होस्, शैक्षिक क्षेत्रमा होस्, राजनीतिक क्षेत्रमा होस्, व्यवसायिक क्षेत्रमा होस् र अन्य जुनसुकै यस्ता क्षेत्रमा युवाहरूको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। युवा भनेका देशका मुख्य मेरुदण्ड नै युवा हुन्। यदि युवा भएनन् भने देशमा कुनै ठाउँमा पनि विकास हुन सक्दैन। विगतमा त्यत्रो विश्व युद्धमा अंग्रेजहरूसँग बिना हात हतियार लडेर आफ्नो जित हासिल गरेका नेपालीहरू अहिले किन गरिबको घेराभित्र परिरहेका छन् त? यसको मुख्य कारण चाहिँ युवाहरूको अभाव होइन। यदि युवाहरू यसरी विदेश पलायन नभइदिएको भए आफ्नै देशमा आफ्नो श्रमशील खर्च गरिदिएको भए यसरी हाम्रो देश अहिले गरिब अवस्थामा पुग्ने थिएन होला। हेर्दा सानो छ देश, क्षेत्रफलको हिसाबले त हेर्यो होला हाम्रो देशभन्दा हजारौं गुणा ठुला देशहरू त विकासले भरिपूर्ण छन् भने हाम्रो यति सानो देश किन अविकसित छ त? यसको मुख्य कारण हाम्रा देशका युवाहरू देश पलायन भए। अब हाम्रा देशका युवाहरू विदेश पलायन हुनु भन्दा पनि आफ्नै देशमा विदेशमा खर्चनु पर्ने श्रम र सिप आफ्नै देशमा खर्चेर आफ्नै देशमा केही न केही गर्नुपर्छ। र अब नेपाल सरकारले पनि ती परदेशीका युवाहरूको लागि आफ्नै देशमा रोजगारी प्रदान गर्नुपर्छ र विदेश पलायन भएका युवाहरू पनि आफ्नै देशमा फर्किएर कुनै न कुनै क्षेत्रमा लागि पर्नुपर्छ भन्दै मेरा 2-4 शब्द यही अन्त्य गर्छु। हस्त, धन्यवाद।